हेलो एभ्रिवान आज चाहिँ हाम्रो क्लास 11 को फन्डामेन्टल प्रिन्सिपल अफ अर्गानिक केमिस्ट्रीको बारेमा डिस्कस गर्न गइरहेका छौँ। यसमा चाहिँ के छ भन्दाखेरि अर्गानिक केमिस्ट्री भनेको छ अर्गानिक केमिस्ट्री द ब्रान्च अफ केमिस्ट्री विच डिल अबाउट द स्टडी अफ हाइड्रोकार्बन एन्ड देयर डेरिभेटिभ इज कल्ड अर्गानिक केमिस्ट्री भनेको छ हैन। त्यसमा चाहिँ के छ भन्दाखेरि हाइड्रोकार्बनको स्टडी भनेको चाहिँ यस्तो खाले ब्रान्च अफ साइन्स जसमा चाहिँ हामी के अरे हाइड्रोकार्बनको चाहिँ हाइड्रोकार्बन र हाइड्रोकार्बनको डेरिभेटिभको स्टडी गर्छौँ, त्यो भनेको अर्गानिक केमिस्ट्री भयो हैन। अनि त्यसपछि अर्गानिक कम्पाउन्ड भनेको चाहिँ कस्तो भन्दाखेरि कार्बन कन्टेनिङ कम्पाउन्ड भनेको नै अर्गानिक कम्पाउन्ड हो। अनि जस्तै के छ भन्दाखेरि योमा छ नि त CH4 भनेको मिथेन भयो, योमा C छ कार्बन कन्टेन गरेको छ, त्यही भएर यो भनेको अर्गानिक कम्पाउन्ड भयो। अनि यस्तै योमा पनि C छ, योमा पनि C छ, त्यही भएर यो इथेनोल र मिथेन पनि अर्गानिक कम्पाउन्ड भयो हैन। अनि के छ भन्दाखेरि अर्गानिक कम्पाउन्ड भनेको चाहिँ टु टाइप्सको छ। अनि के छ एलिफ्याटिक र साइक्लिक रिङ कम्पाउन्ड हैन। अनि योमा चाहिँ के छ भन्दाखेरि एलिफ्याटिकलाई चाहिँ ओपन चेन पनि भन्छ हैन, ओपन चेन पनि भन्छ। अनि यसलाई चाहिँ क्लोज चेन पनि भन्छ के। अब यो क्लोज चेनमा चाहिँ अब जस्तै बेन्जिनहरू पर्यो, अनि यो ओपन चेनमा चाहिँ अल्काइनहरू पर्यो, यसरी नै हैन। अनि के छ भन्दाखेरि त्यो पनि कति भन्दाखेरि ऊ पनि एलिफ्याटिक पनि दुईवटा टाइप्समा डिभाइडेड हुन्छ। एउटा स्याचुरेटेड कम्पाउन्ड भनेको एउटा योमा चाहिँ के भन्छ अरे सिंगल बोन्ड मात्र हुने, अनि त्यसपछि अनस्याचुरेटेड भनेको, अनि एउटा डबल र ट्रिपल बोन्ड ह्याम हुने भयो हैन। योमा चाहिँ के छ भन्दाखेरि सिंगल बोन्ड भनेको चाहिँ अल्केन हुने भयो, अनि योमा चाहिँ अल्किन र अल्काइन हुने भयो हैन। अनि त्यस्तै के छ भन्दाखेरि अर्को पनि यहाँ होमोसाइक्लिक र हेट्रोसाइक्लिक भने चाहिँ हेट्रोसाइक्लिकमा चाहिँ भनेको डिफ्रेन्ट कम्पाउन्डहरू हुन्छ हैन। अनि त्यस्तै होमोसाइक्लिक भनेको चाहिँ कस्तो भन्दाखेरि सेम कम्पाउन्डहरू हुन्छ कि बाहिर हेट्रो इलिमेन्टहरू हुँदैन कि। अनि त्यसपछि के छ भन्दाखेरि नोमेनक्लचर अफ अर्गानिक कम्पाउन्ड भनेको छ कमन सिस्टम अफ नोमेनक्लचर भनेको अकर्डिङ टु कमन ट्राइबल सिस्टम द अर्गानिक कम्पाउन्ड वेयर नेम अकर्डिङ टु देयर स्ट्रक्चर सोर्स एन्ड ओरिजिन हैन। त्योमा चाहिँ के छ भन्दाखेरि ओरिजिनको आधारबाट हामीले त्यसको नेम गर्छौँ कि कस्तो भन्दाखेरि उसको अब जस्तै फर्मिक एसिड हैन, फर्मिक एसिड हामीले केबाट डेराइभ गर्छ रेड एन्टहरूबाट गर्छ, त्यसलाई चाहिँ के एन्टलाई के भन्छ फर्मिका भन्छ, अनि त्यही भएर हामीले फर्मिक एसिड भन्यो। त्यस्तै अब के छ भन्दाखेरि एसिटिक एसिड हामीले एसिटमबाट डेराइभ गर्ने, एसिटम भनेको भेनिगर हो। अनि त्यसको सोर्सहरू त्यसको ओरिजिनहरूबाट हामीले त्यो नामहरू नोमेनक्लेचर गर्छौँ हैन। अनि त्यस्तै के छ भन्दाखेरि एउटा फेमस सिस्टम भनेको चाहिँ आइपेक सिस्टम अफ नोमेनक्लेचर छ। त्यो चाहिँ कस्तो इन्टरनेसनल युनियन फर प्योर एन्ड अप्लाइड केमिस्ट्री द लेटेस्ट एन्ड वाइडली एक्सेप्टेड सिस्टम हैन फर गिभिङ सिस्टमेटिक नेम अफ अर्गानिक कम्पाउन्ड हैन, आइपेक सिस्टम अफ नोमेनक्लेचर भयो। अनि यसमा चाहिँ के हुन्छ भन्दाखेरि आइपेक सिस्टम अफ नोमेनक्लेचर एन्ड अफ एलिफ्याटिक अर्गानिक कम्पाउन्डमा चाहिँ कस्तो भन्दाखेरि 3 पार्ट हुन्छ। त्योमा चाहिँ के हुन्छ ओड सफिक्स र प्रिफिक्स भन्ने हुन्छ हैन। अनि ओडमा चाहिँ के हुन्छ भन्दाखेरि इट इज रिप्रेजेन्ट द टोटल नम्बर अफ कार्बन इन द पोसिबल लङ्गेस्ट चेन हैन। कस्तो भन्दाखेरि कार्बन ओडमा चाहिँ कतिवटा कार्बन हुन्छ भनेर चाहिँ त्यसले भन्छ कि अब जस्तै के छ भन्दाखेरि नम्बर अफ कार्बन चाहिँ 1 हुन्छ भने त्यसलाई मिथेन भन्छ, 2 हुन्छ भने इथेन भन्छ, 3 हुन्छ भने प्रोपेन भन्छ। कस्तो यो कस्तो भन्दाखेरि C1 भयो भने मिथ भयो हैन। अनि पछि अब त्यसको त्यो अनि पछि के हुन्छ अरे प्रिफिक्स सफिक्सहरू लगाएपछि चाहिँ अनि त्यसपछि अनि इथेनहरू हुन्छ कि। अब त्यस्तै फर्स्टमा चाहिँ के छ भन्दाखेरि C1 भयो मिथ भयो, अनि C2 भनेको इथ भयो। अनि त्यसरी नै यसको के भन्छ अरे रिप्रेजेन्टेसनहरू छैन 10 सम्म हुन्छ के अरे मिथ इथ प्रोप ब्युट पेन्ट हेग्स हेप अक्ट नन र डेक हैन। अनि त्यो भयो। अनि यसले चाहिँ कस्तो नम्बर अफ कार्बन रिप्रेजेन्ट गर्छ हैन। त्यो के भन्छ अरे अर्गानिक कम्पाउन्डमा के कतिवटा कार्बन छ भनेर यसले डिटरमाइन गर्छ। सफिक्स भनेको चाहिँ कस्तो भन्दाखेरि देयर आर 2 टाइप अफ सफिक्स। एउटा चाहिँ कस्तो प्राइमेरी सफिक्स हुन्छ, प्राइमेरी सफिक्सले चाहिँ के इन्डिकेट गर्छ भन्दाखेरि कार्बनको बोन्डहरू के भन्छ अरे उ गर्छ हैन,
इन्डिकेट गर्छ। अब जस्तै एउटा मात्रै बोन्ड छ भने एन भन्यो, दुईटा बोन्ड छ भने इन भन्यो, अनि तीनटा बोन्ड छ भने वाइएनई भन्यो। यसलाई चाहिँ के अल्काइन भन्यो, यसलाई अल्किन भन्यो, यसलाई अल्केन भन्यो। अल्केन, अल्किन र अल्काइन होइन। त्यसपछि के छ भन्दाखेरि सेकेन्डरी सफिक्समा चाहिँ के हुन्छ भन्दाखेरि अर्ग्यानिक कम्पाउन्ड र अनि फङ्सनल ग्रुपहरू हुने भयो। अनि त्योमा चाहिँ कस्तो भन्दाखेरि अब के भन्छ अर्ग्यानिक कम्पाउन्डमा चाहिँ ओएच ग्रुप आएको छ भने त्यसलाई नाम लेख्दाखेरि सफिक्समा चाहिँ ओएल हुन्छ लास्टमा होइन। अनि त्यसरी नै के छ भन्दाखेरि अल्डिहाइड भयो भने चाहिँ सिएचओ भयो भने त्यो कम्पाउन्डमा लास्टमा एएल हुन्छ, सफिक्समा एएल हुन्छ। अनि त्यसपछि किटोन हुँदा ओएनई हुन्छ र कार्बोक्सिलिक एसिड हुँदा ओइक एसिड हुन्छ होइन। अनि त्यसरी नै के भन्छ अरे कार्बोक्सिलिक एसिड इस्टर हुँदाखेरि ओएट हुन्छ, ओइक एनाइड्राइड हुन्छ, एसिड एनाइड्राइड हुँदाखेरि, अनि त्यसपछि अमाइड हुँदाखेरि अमाइड हुन्छ, अनि साइनाइड हुँदाखेरि नाइट्राइल हुन्छ, अनि अमाइन हुन्छ यस्तो। अनि त्यसपछि प्रिफिक्स भयो। प्रिफिक्समा चाहिँ के हुन्छ भन्दाखेरि अल एटम अर group except principal function group present in the longest chain before the return in the root are called substituent or prefix or side chain होइन। कस्तो हुन्छ भन्दाखेरि त्यो मेन ग्रुप भन्दा अर्को पनि एउटा ग्रुप हुन्छ, त्यो चाहिँ त्यो उसमा जोडेको हुन्छ होइन, साइड चेनहरू। अनि साइड चेन अनि त्यस्तो हुन्छ। त्यसलाई चाहिँ के हुन्छ भन्दाखेरि CH3 आयो भने चाहिँ मिथाइल भयो। अनि त्यसपछि अनि अब यो के भन्छ अरे दुईटा आयो भने अब जस्तै एउटा मात्रै कार्बन छ भन्दाखेरि अघि भनेको थियो मिथ हुन्छ, दुईटा कार्बन छ इथाइन भयो, त्यस्तै इथाइल भयो होइन, इथाइल र यो भयो। अनि सिएल आयो भने क्लोरो, यस्तै अनि क्लोरो अनि ब्रोमो आइआइसी आयोडो एनोडो आइसी नाइट्रो अनि यसरी नै भयो होइन। अनि के छ भन्दाखेरि अनि ओआर आयो भने अक्जो अनि मिथोक्जी अक्जोक्जी अनि एनएसी आयो एमिनो, यसरी नै लेख्ने होइन। अनि के छ भन्दाखेरि अब के हुन्छ भन्दाखेरि स्ट्रक्चर चाहिँ आइपिक नेम अफ द अर्ग्यानिक कम्पाउन्ड इज जेनरली कन्टेन द फलोइङ आइटम। फर्स्टमा चाहिँ प्रिफिक्स हुन्छ होइन, प्रिफिक्स ओल्ड रुट प्राइमेरी सफिक्स र सेकेन्डरी सफिक्स हुन्छ होइन। अब के हुन्छ भन्दाखेरि अब एउटा जस्तै इक्जाम्पलमा यो भयो होइन, योमा चाहिँ के छ भन्दाखेरि अब यो भनेको चाहिँ चेन भयो, यो भनेको चेन भयो, यसको फर्स्टमा यो भनेको 1 भयो, यो भनेको 2 भयो, यो भनेको 3 भयो, यो भनेको 4 भयो होइन। यो 2 पोजिसनमा चाहिँ के छ भन्दाखेरि 2 पोजिसनमा चाहिँ आएको छ के यो मिथाइल। यसमा हेऱ्यो भने के हो मिथाइल छ, CH3 आयो भनेको मिथाइल हो होइन। त्यस्तै अब के छ भन्दाखेरि अब यहाँ पनि CH3 आयो, अनि त्यही भएर यहाँ यो के आयो 1 र 2 पोजिसनमा आएछ नि त, अनि त्यही भएर यहाँ 2 मिथाइल आयो होइन। यसको के भन्छ अरे यसको नेमिङ गर्दाखेरि नोमेस गर्दाखेरि अनि त्यसपछि 2 मिथाइल आयो। अब के छ मिथ इट प्रोप ब्युट भयो नि त, अघि हाम्रो जुन फर्स्टवाला ओल्ड रुटको हिसाबले के भयो भन्दाखेरि ब्युटेन भयो। अनि योमा त एउटा मात्रै बोन्ड छ, डबल बोन्ड त्यस्तो छैन, त्यही भएर यो लास्टमा एआनी भएको के ब्युट भयो अनि एन भयो के, त्यही भएर ओल्ड रुट भनेको चाहिँ ब्युट भयो। अनि प्रिफिक्स भनेको चाहिँ कस्तो भन्दाखेरि एआनी भयो, अनि प्रिफिक्स भनेको 2 मिथाइल आई भयो। अनि त्यसपछि प्राइमेरी सफिक्समा चाहिँ एआनी लाग्यो होइन। त्यसरी नै यसको नेमिङ भयो। अनि के छ भन्दा रुल फर राइटिङ द आइपिक नेम भने एउटा चाहिँ के छ भन्दाखेरि रुलमा चाहिँ के छ फर्स्टमा चाहिँ सिलेक्सन अफ द लङ्गेस्ट एन्ड कन्टिन्युअस कार्बन चेन, लगातार भएको कार्बन चेन चाहिँ हामीले छान्नु पर्यो। सिलेक्ट द लङ्गेस्ट पोसिबल कन्टिन्युअस कार्बन चेन होइन, विच डिटरमाइन द वर्ड रुट एन्ड द प्राइमेरी सफिक्स भयो। जस्तै यहाँबाट यस्तै ताने अब यहाँ आएको छ, यहाँ अझै दुईटा छ नि त, यहाँ एउटा छ, त्यही भएर हामीले यसलाई मान्नु पर्यो कि जुन यो तलवालामा मान्नु पर्यो। यो कति 1 2 3 भयो, अनि यसको तल त 1 2 छ नि त, योमा त 1 मात्रै छ, यो लङ्गेस्ट भयो नि त, अनि त्यही भएर यहाँबाट तान्यो। अब यो माथि त एउटा मात्रै छ, अनि यो माथि योमा दुईटा अनि त्यही भएर यसरी भयो होइन। अनि के छ इफ मोर देन वान इक्वल चेन अफ द कार्बन आर पोसिबल देन सिलेक्ट वान कन्टिन्युअस म्याक्सिमम नम्बर अफ द सब्स्टिट्युएन्ट भनेको के छ भन्दाखेरि इफ द स्ट्रक्चर
if more than one equal chain of the carbon possible then कस्तो भन्दाखेरि लगातार लामो चेन छ भने the structure having maximum number 3% यसमा maximum यो उ भयो नि त 3% भयो अनि यसलाई चाहिँ हामीले छान्छौँ त्यही भएर this structure having a maximum 3 substituents so it is selected भयो क्या यसरी 1 2 3 भयो हैन यसरी पनि लान मिलेन यसरी पनि लान मिलेन त्यही भएर अब यसरी पनि लान मिलेन जुन चाहिँ लामो हुन्छ त्यही छान्ने क्या so if more than one multiple bond are present then select one which contain maximum number of the multiple bond भन्दाखेरि जुन चाहिँले मा मल्टिपल बोन्ड हुन्छ हैन योमा डबल बोन्ड छ त्यही भएर हामीले यहाँ यसरी माथिबाट यसरी तल छान्यौं हैन अब यहाँ डबल बोन्ड हुन्थ्यो भने हामीले यता छान्थ्यौं यो प्रायोरिटी गरेर डबल बोन्डहरु फंक्सनल ग्रुपहरुमा हैन अनि त्यसै नम्बरिङ is started from the terminal and the chain by the functional group भनेको कस्तो भन्दाखेरि जता नजिकै फंक्सनल ग्रुपहरु हुन्छ हामीले त्यतैबाट उ गर्न पर्ने भयो के अब जस्तै हामीले यहाँबाट 1 2 3 भयो 3 पोजिसनमा आयो अब यो 1 2 भयो यो 2 पोजिसनमा आयो यो अनि यो जुन फंक्सनल ग्रुप नजिकै हुन्छ भन्दाखेरि त्यहीबाट हामीले गर्नु पर्यो हैन अनि त्यसरी गर्दाखेरि यो के भयो ब्युटेन 12 भयो ब्युटेन अब यहाँ 2 को पोजिसनमा ओएल आएको छ त्यही भएर ओएल भयो यस्तै हैन अनि यस्तै के छ भन्दाखेरि अब यहाँ क्लोराइन आएको छ अनि 1 2 3 4 भयो डबल बोन्ड अगाडि छ त्यही भएर 1 बाट यता 1 2 3 4 गने अनि के छ भन्दाखेरि सिएल आएको छ अनि सिएल भनेको चाहिँ कतै 4 पोजिसनमा आएर टाँसेको छ त्यही भएर 4 क्लोरो भयो अनि ब्युटेन छ अनि त्यसपछि वाइ यहाँ नि छ यहाँ 1 को ठाउँमा अगाडि पछाडिपट्टि यहाँ नि भएपछि 4 क्लोरो ब्युटिन भयो हैन यसरी नै छ अनि त्यसै यो एक्जाम्पलहरु बन्छ यो एक्जाम्पलहरु पनि हेर अनि त्यसपछि पुग्छौ अनि के छ भन्दाखेरि अनि if a functional group is symmetrical from the point of view functional group numbering can be done from either side however the multiple bond as a present goes to the multiple bond similarly the component is symmetrical from the point of view and the multiple are contained and the substituent also prefix on goes the substituent भनेको चाहिँ कस्तो भन्दाखेरि जुन अब हामीले ग्रुपिङ गर्ने बेलामा अब कस्तो भन्दाखेरि प्रायोरिटाइज गर्नुपर्ने हुन्छ फर्स्टमा फंक्सनल ग्रुप आछ भने हामीले फंक्सनल ग्रुपबाट गर्न पर्यो अब यी फंक्सनल ग्रुप आको छैन हामीले डबल बोन्डबाट गर्न पर्यो अनि त्यसपछि डबल बोन्ड छैन भने ट्रिपल बोन्ड अनि त्यसपछि ट्रिपल बोन्ड भने सब्स्टिट्युएन्ट हैन त्यसै यो मात्र फंक्सनल ग्रुप अब यहाँ जताबाट पनि यहाँ 3 मा आउँछ त्यही भएर यो त्यस्तो खासै के भएन त्यसपछि के डबल बोन्ड भने अनि त्यही भएर हामीले यहाँ 1 बाट गऱ्यौं 1 2 3 4 यसरी भयो हैन त्यस्तो गर्दाखेरि के भयो यहाँ 2 मा आएको छ नि त 2 मिथाइल अनि यो 5 वटा छ 1 2 3 4 5 वटा कार्बन अनि त्यही भएर पेन्टाइल 4 आई अनि 4 के हुन्छ रे 1 4 डाइ यहाँ पनि छ पेन्ट भयो अनि 1 4 कस्तो भन्दाखेरि डाइ इन भनेपछि 1 4 डाइ इन भयो हैन अनि के छ भन्दाखेरि अनि 2 अनि पछाडी गएपछि 3 पोजिसनमा आएर ओएल थपेको छ हाम्रो त्यही भएर ओएल सेरी नै है अनि त्यसै हामीले यो पनि हेर अब यहाँ CH3 डबल बोन्ड अनि यसरी आएको छ अब योमा के अब 1 2 3 4 5 1 2 3 भयो अनि त्यसरी नै गर्दाखेरि हाम्रो 1 2 3 यसरी गर्दाखेरि हाम्रो यो 5 पोजिसनमा आएर चाहिँ सिएल आएको छ त्यही भएर 5 क्लोरो भएको अनि 5 वटा छ त्यही भएर पेन्ट भयो अनि यो डबल बोन्ड छ नि त्यही भएर यहाँ नि लाग्यो अनि यहाँ 3 पोजिसनमा आएर ओएच आएर हाम्रो ओएल लाग्यो हैन त्यस्तै हो अनि if a carbon compound containing functional group is present then give a lowest number expect ketone भनेको छ हैन कस्तो भन्दाखेरि if carbon containing functional group is present carbon containing functional group present गर्यो भने then give the lowest number दिनु भनेर भने carbon containing भयो भने कस्तो भन्दाखेरि
हाम्रो फङ्सन ग्रुप CH3 आयो अनि त्यसपछि 2 यता आयो अनि त्यसरी कसरी गर्दाखेरि भन्दाखेरि छोटो गर्ने भन्नाले CSY हाम्रो CS भनेको फङ्सन ग्रुप हो यो फङ्सन ग्रुप चाहिँ हाम्रो 1 भयो हैन भन्नाले 1 भयो 1 अगाडि आयो जे होस् फर्स्टमा प्रायोरिटाइज गर्यो अनि त्यसपछि CSC2 आयो अनि त्यसपछि 3 4 यहाँबाट गर्दा पनि त्यही नै हो कि यहाँ पनि त्यही हो यहाँ पनि त्यही हो तर अनि त्यसपछि के छ भन्दाखेरि अब यसरी नै हामीले 1 2 3 गर्यौं अनि यता डबल बोन्ड छ अनि हामीले यता प्रायोरिटाइज गरेर यो गरेको हैन यसरी नै अनि त्यही हो नि एक्जाम्पल यसरी नै थाहा हुन्छ अनि if two or more having a same or different side chain हैन similar side chain भयो भने के गर्ने भन्दाखेरि here prefix are arranged by aliphatic order like bromo is written before chloro हैन अब दुईटा ग्रुपहरु दिएको छ भने चाहिँ हामीले के गर्ने भन्दाखेरि त्यो के भन्छ रे if two or more or same different sides and substituent are present in the common no function group and the multiple bond and numbering is done according to the lowest set of the locant rule and locant rule को आधारमा हामीले उ गर्ने कस्तो भन्दाखेरि 2 4 भन्ने 2 4 5 अनि 2 4 5 11 भयो अनि यो 7 भयो भनेपछि हामीले राइटबाट लेफ्टबाट सम्म गर्नु पर्यो भनेपछि Log and here prefix are arranged by aliphatic order like bromo is written before chloro हैन aliphatic order को अनुसार गर्दाखेरि चाहिँ हाम्रो कस्तो भन्दाखेरि B अगाडि आउँछ नि त अनि त्यही भएर B अगाडि आएपछि चाहिँ हामीले ब्रोमो अगाडि लेख्यौं ब्रोमोलाई दियौं अनि त्यसपछि C आउँछ त्यही भएर हामीले बल्ल हामीले aliphatic order को अनुसार अगाडि लेखेको हैन दुईटा उ आको छ नि त क्लोरो र ब्रोमो भन्ने आको छ कम्पाउन्ड अनि त्यही भएर त्यसै गर्यौं हैन अनि कस्तो भन्दाखेरि अनि यो पनि हाम्रो के छ भन्दाखेरि however two different sides are present in the symmetrical then the position into कस्तो भन्दाखेरि फर्स्ट aliphatic order को हिसाबले हामीले अगाडि यो पनि अगाडि लेख्यो किन यो अगाडि आउँछ नि हामी भन्दा नि त्यसरी नै गरेको किन हैन अब त्योमा चाहिँ के थियो भन्दाखेरि असिमेट्री थियो क्या सायद सब्स्टिट्युएन्ट त्यो पनि त्यही हो अनि यो पनि त्यही हो अलिकति डिफरेन्स छ क्या अनि त्यो भयो हैन अनि त्यसै यहाँ अरु पनि एक्जाम्पलहरु छ कस्तो भन्दाखेरि पोलिफंक्सनल ग्रुप भनेको चाहिँ कुनै पनि उसमा चाहिँ दुईवटा फंक्सनल ग्रुपहरु चाहिँ अनि त्यसपछि त्यो भन्दा धेरै नै फंक्सनल ग्रुपहरु टाँसिन सक्छ के छ भन्दाखेरि कार्बोजाइलिक अब जस्तै if two or more different functional group are present in the compound numbering is started from the end to is a group or senior and the closer remaining functional group are considered as substituent भनेपछि हामीले चाहिँ यो के भन्छ रे हामीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि एउटालाई चाहिँ मान्नुपर्छ के एउटालाई फर्स्टमा मान्नुपर्छ अनि एउटा चाहिँ उ गर्नुपर्छ पोलिफंक्सनल ग्रुप भयो भने चाहिँ के गर्ने भन्दाखेरि अब के भन्छ रे यो उ अनुसार यो जुन फंक्सनल ग्रुपहरु अनुसार चाहिँ हामीले के गर्नुपर्छ मिलाउनु पर्छ हैन कुन चाहिँ भन्दा कुन चाहिँ ठुलो हो भनेर हेर्नुपर्छ अनि त्यो अनुसार चाहिँ हामीले गर्नुपर्छ कुन अगाडि कुन पछाडी भनेर हैन अनि त्यो चाहिँ कस्तो भन्दाखेरि 2 हाइड्रोक्सी यो 2 पोजिसनमा छ अनि 2 हाइड्रोक्सी प्रोपेनोइक एसिड भयो के ओइक भयो अनि त्यसपछि त्यसरी नै अरु पनि छ दुईवटा फंक्सनल ग्रुप छ एउटालाई मेन मान्ने एउटालाई चाहिँ पछाडी प्रिफिक्स एउटा चाहिँ कस्तो भन्दाखेरि पछाडी भनेको एउटाले मेन मान्ने अगाडिवाला त्यसपछि त्यसरी नै गर्ने त्यो चाहिँ कस्तो भन्दाखेरि अब पछाडी गयो भने OAL लेख्दिने हाइड्रोक्सी आयो भने अनि ओइक अनि यसरी नै लेखेको छ के
दुईटा फङ्सन ग्रुप आयो भने चाहिँ हामीले यसरी मिलाएर लेख्नुपर्ने हुन्छ हैन। अनि स्ट्रक्चर अनि के गर्ने भन्दाखेरि स्ट्रक्चरहरू गर्ने स्ट्रक्चरहरू बनाउनु चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि 2 मिथाइल प्रोपेनोइक एसिड भनेको प्रोपेन भनेपछि मिथिड प्रोप भनेपछि 3टा हुनुपर्छ 1 2 3 वटा भयो हैन। अनि योमा चाहिँ के ओइक एसिड भने ओइक भनेपछि कार्बोक्सिलिक भयो अनि COH आयो। अनि त्यसै योमा चाहिँ कस्तो भन्दाखेरि 4 वटा भन्दा हुनु भएन। कस्तो भन्दाखेरि एउटा बोन्ड दुईटा बोन्ड तीनटा बोन्ड 4 वटा बोन्ड भन्दा हुनु हुँदैन कार्बनसँग जहिले पनि। अनि त्यसपछि त्यसरी नै अरु बन्छ। अनि त्यो बोन्डमा चाहिँ कस्तो यो एचले गर्यो अनि एचले गर्यो एचले गर्यो एचले गर्यो अनि कस्तो 2 पोजिसनमा भने 2 मिथाइल भने त्यो भएर यहाँ आएर CH जोड्यो हैन। त्यसरी नै अरु पनि फंक्सनल ग्रुपहरुको एक्जाम्पल दिएको छ यता सबै त्यसरी नै गरेको हो। अनि के छ भन्दाखेरि यो चाहिँ सिम्पल वाला स्ट्रक्चरहरु भयो हैन। अनि फंक्सनल ग्रुप एटोमिक ग्रुप आर ह्याभिङ फंक्शनल ग्रुप भनेको चाहिँ एटम or group of iron that determine the characteristic property of the given organic compound is called functional group भयो हैन। एक्जाम्पलमा चाहिँ कस्तो भन्दाखेरि OH भयो COH भयो अल्कोहल भयो अनि अक्जालिक एसिड भयो हैन। अनि अक्जालिक कार्बोक्सिलिक एसिड भयो हैन। कार्बोक्सिलिक एसिड भएपछि त्यो कम्पाउन्डमा चाहिँ कस्तो भन्दाखेरि नेचर चाहिँ एसिडिक हुन्छ के। त्यसै तिनीहरुको बारेमा क्यारेक्टरिस्टिक र प्रोपर्टीहरु चाहिँ हामीले कस्तो भन्दाखेरि यो फंक्सन ग्रुपमा भयो भने यस्तो हुन्छ भनेर चाहिँ हामीले थाहा पाउँछौं हैन। अनि त्यसो अल्कोहल अनि अर्को पनि लेखेको छ। अब जस्तै मिथेन यो मिथेन भयो अनि अर्को जोडेको छ फंक्सन ग्रुप अनि यो के भयो मिथोक्सी मिथेन भयो। अनि के भयो दुईटा जोडेको छ अगाडि भनेपछि यो मिथोक्सी इथेन भयो। यसरी नै हैन। होमोलोगस सिरीज भनेको द सिरीज व्हिच इज obtained by different molecular different organic compound of a class same function group in a increasing order and molecular weight अनुसार चाहिँ हाम्रो के हुन्छ रे इन्क्रिजिङ अर्डर मा चाहिँ के हुन्छ रे डिफरेन्ट अर्गानिक कम्पाउन्डहरु राखेको हुन्छ हैन। अनि त्यसलाई चाहिँ के भन्छ होमोलोगस भन्छ। फर एक्जाम्पल होमोलोगस सिरीज अफ अल्केन एन्ड alcohol can be represented as जस्तो अल्केन भयो हैन। अल्केनको चाहिँ कस्तो भन्दाखेरि 4 भयो। अनि यो जुन यो स्ट्रक्चर भयो अनि यो कस्तो एन के रे CN H2N+2 भयो हैन। अनि त्यसै यहाँ त्यसको मोलिकुलहरु भयो। अनि कस्तो भन्दाखेरि अब एउटा कार्बन छ भने चाहिँ हामीले मल्टिप्लाई 1 अब एउटा कार्बन छ भने हामीले चाहिँ 1 लेख्ने हैन। अनि त्यसले गर्दाखेरि यो त्यस्तै हुन्छ 1 लेख्यो भने 1 हुन्छ अनि त्यो यसरी 4 हुन्छ हैन। अनि कस्तो यहाँ 2 इफ हामीले यहाँ 2 राख्यो भने अनि यो भन्छ के त्यसरी 4 राख्यो भने यो भन्छ 5 राख्यो भने हुन्छ यसरी नै। अनि यो पनि यस्तै हो हैन। के भन्दाखेरि homologous series is arrangement of organic compound in a class हैन in the increasing way of the molecular weight को आधारमा मिलाएर राखेको हो के यिनीहरु चाहिँ हैन। अनि जस्तो कस्तो भन्दाखेरि यसको मोलिकुलर वेट कम हुन्छ अनि जति जति तल तल बढ्दै जान्छ हैन। जति यो n को नम्बर बढाउँछ जान्छ त्यति नै यसको मोलिकुलर वेट नै बढ्छ हैन। यो चाहिँ रिप्रेजेन्टेसन हो के n भनेको कति कार्बन युज गर्छौं हैन। एउटा नम्बर हुन्छ अनि 1 2 3 4 हामीले राख्दै गएपछि यसको वेटहरु बढ्दै जान्छ। यसको त्यही हो characteristic and feature of भनेर भने all member of homologous series contain a same molecule same element हुन्छ। अनि त्यसपछि के हुन्छ भन्दाखेरि सेम फंक्शनल ग्रुप पनि हुन्छ त्यसको। अनि के all compound is in series can be represented by same general formula जन त्यसको जनरल फर्मुला हुन्छ। जस्तो अल्कोहलको हुन्छ CN H2N+1 भयो अनि OH भयो अनि त्यसै all member of the series can be prepared by similar method हैन। अनि सिमिलर मेथडबाट बनाउन सकिन्छ।
अनि त्यसको के हुन्छ केमिकल प्रोपर्टिजहरू अनि सिमिलर हुन्छ किन भन्दाखेरि त्यसको फङ्सन ग्रुपहरू सेमहरू छ नि त अनि त्यही भएर अनि त्यसपछि अनि अल मेम्बर चाहिँ के हुन्छ CH2 ले डिफर हुन्छ होइन त्यसै द होमोलोगस इज ग्रेजुअली इन्क्रिज इन फिजिकल त्यो जति जति मोलिकुलर वेट तल तल जान्छौँ हामी त्यति मोलिकुलर वेटहरू बढ्छ होइन त्यसले गर्दाखेरि चाहिँ अनि के भन्छ अरे डिफ्रेन्ट मोलिकुलरहरू बढ्छ इन्क्रिज द फिजिकल प्रोपर्टीहरू हुन्छ होइन त्यस्तै सजेस्ट बोइलिङ र मेल्टिङ पोइन्टहरू अनि द होमोलोगस ग्रेजुअली इन्क्रिज इन फिजिकल प्रोपर्टी अनि सजेस्ट बोइलिङ पोइन्ट मेल्टिङ पोइन्ट बिकज अफ द डिफ्रेन्ट मोलिकुलर वेट होइन जति तल जाँदै भने मोलिकुलर वेट बढ्दै जान्छ क्वालिटेटिभ एनालाइसिस अफ अर्ग्यानिक कम्पाउन्ड चाहिँ कस्तो भन्दाखेरि कार्बन हाइड्रोजन एन्ड अक्सिजन आर द कमन एलिमेन्ट बिट्विन द अर्ग्यानिक कम्पाउन्ड एन्ड समटाइम NS भनेको हेलोजन एल्जन मे बी प्रेजेन्ट रियली इन सम कम्पाउन्ड विच is called a hetero element and foreign element होइन the detection of the hetero element can be present in the organic compound which involve the following step preparation of sodium extract so prepare of sodium extract चाहिँ हामीले कसरी बनाउँछ भन्दाखेरि इन द जेनरल हेट्रोसाइक्लिक एलिमेन्ट होइन हेट्रोसाइक्लिक एलिमेन्टमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि इन जेनरल द हेट्रोसाइक्लिक एलिमेन्ट अफ अर्ग्यानिक कम्पाउन्ड आर बोन्डेड विथ द कोभ्यालेन्ट बोन्ड एन्ड एट द फर्स्ट कोभ्यालेन्ट सुड बी कन्भर्टेड इन्टु द आयोनिक फर्ममा हामीले कन्भर्ट गर्छौँ अनि त्यसपछि प्रपोज टु हेभ ट्रिटेड विथ द अर्ग्यानिक कम्पाउन्ड विथ हाइली रिएक्टिभ एन्ड फ्युज विथ द सोडियम मेटल द रिएक्सन इन्भल्भ द एज सोन एज फिगर भने सुरुमा चाहिँ हामीले रियाक्ट गर्नु पर्यो होइन कुन चाहिँमा हामीले चेन्ज गर्नुपर्ने हो त्यो प्रिपरेसन अफ फर्स्टमा चाहिँ हामीले के गर्नु पर्यो प्रिपरेसन अफ सोडियम एक्सट्र्याक्ट सोडियमको कुनै पनि एक्सट्र्याक्ट हामीले बनाउन सक्ने भयो भने जस्तै हामीले यो के भन्छ हेलोजनहरूसित मिसाएर अब सोडियम हेलाइडहरू बनाउने हो कि अनि यसरी नै अनि NaCN बनाउने हो कि मिलाएर होइन सोडियम एक्सट्र्याक्ट चाहिँ फर्स्टमा बनाउनु पर्छ अनि के गर्ने भन्दाखेरि द फ्युज द मास अफ द अर्ग्यानिक कम्पाउन्ड द सोडियम मेटल कन्टेन द आयोनिक स्पेसिस सजेज अनि अघि हामीले बनाएको चाहिँ हामीले अर्ग्यानिक कम्पाउन्डसित हालेर अनि एक्वाइज सल्युसन बनाएपछि सोडियम एक्सट्र्याक्ट बन्यो अनि द सोडियम एक्सट्र्याक्ट सल्युसन इज टेकन आउट एज द टेस्ट सल्युसन टु डिटर्माइन द वेदर द NaS and halogen element are present or not which is shown in following होइन जस्तै कस्तो भन्दाखेरि अब तल टेस्ट छ नि त्योमा त्यो छ कि छैन भनेर कस्तो भन्दाखेरि 2 ml of the sodium extract is taken in a test tube and made alkaline if necessary and necessary by adding NaOH and then freshly prepared SO4 solution is added so that the dirty green PPT is seen which after boiling and cooling solution is added. The development of the Prussian blue or the greenish indicate the presence of nitrogen in organic compound and otherwise the absence of the sodium extract is generally alkaline because the acids of the sodium react with the water to give the NaOH which make the solution alkaline होइन के हुन्छ भन्दाखेरि फर्स्टमा त NaOH बनायो अब यो पछि चाहिन्छ कि एड गर्नुपर्छ अनि त्यसपछि अनि सोडियम एक्सट्र्याक्ट बनायो अनि त्यो के भन्छ ऊ रियाक्ट गर्यो हामीले जुन FeSO4 हाल्यौँ अनि त्यो चाहिँ अल्कालाइन सल्युसन NaOH सित रियाक्ट गर्यो होइन अनि के गर्ने भन्दाखेरि त्यो रियाक्ट गरेको डटी ग्रिन हुन्छ अनि त्यो डटी ग्रिन चाहिँ FeOH2 चाहिँ उसँग रियाक्ट गर्छ के अरे सोडियम एक्सट्र्याक्टसँग रियाक्ट गर्छ अनि त्यसले के भन्छ सोडियम फेरोसाइनेट बनाउँछ अनि त्यो सोडियम फेरोसाइनेट र अनि सोडियम फेरोसाइनाइड र फेरिक क्लोराइड हालेपछि चाहिँ के हुन्छ भन्दाखेरि फेरिक फेरोसाइनेट बनाउँछ त्यो चाहिँ कस्तो प्रुसियन ब्लू हुन्छ होइन त्यसरी चाहिँ हामीले त्यो पत्ता लगाउँछ हामीले
नाइट्रोजन छ कि छैन भनेर चाहिँ हामीले नाइट्रोजन छ कि छैन भनेर चाहिँ हामीले पत्ता लगाउँछौँ। त्यसै हाम्रो टेस्ट अफ द सल्फर sodium actually taken out in the solution acidified with the dilute acetic acid and lead, and the lead acetic acid solution is added to block the PPT is formed, and the presence of sulfur in the organic compound is confirmed भयो हैन। त्यसरी कस्तो भन्दाखेरि कम्पाउन्ड लेख्यो अनि लेखेपछि सोडियम एक्सट्र्याक्ट लेख्यो अनि त्यो कस्तो यासित मिलाएपछि Na2S भन्यो अनि त्यसपछि कस्तो भन्दाखेरि अब त्यस्तै हामीले लिड एसिडिक सल्युसनसँग हामीले त्यो मिलाइसकेपछि के भन्छ डाइल्युट एसिडको प्रेसेन्समा चाहिँ सोडियम एसिटेट भन्छ हैन। अनि त्यो कस्तो हुन्छ भन्दाखेरि ब्ल्याक पिपिटी फर्म भन्छ कि पिबिएस भन्छ। पिबिएस आएपछि चाहिँ ब्ल्याक पिपिटी फर्म गर्यो। टेस्ट अफ हेलोजन चाहिँ हामीले कसरी गर्छौँ भन्दाखेरि when AgNO3 is added to the solution of the sodium extract, a white or light yellow color PPT is seen which indicate the presence of halogen in organic compound and Na plus X भनेको चाहिँ हेलोजन भयो। त्यसले गर्दाखेरि NaX भयो अनि NaCl plus AgNO3 मिलाउँदाखेरि चाहिँ के भयो AgCl बन्यो। AgCl बन्यो भनेपछि व्हाइट पिपिटी बन्यो। The appearance of the white color give dissolve the ammonium hydroxide indicate the presence of अनि त्यसपछि कस्तो भन्दाखेरि जुन NH4OH जुन यसमा पिपिटी बन्छ नि पिपिटी बनिसकेपछि कस्तो इन्डिकेट गर्छ भन्दाखेरि त्योमा कम्पाउन्डमा हेलोजन छ भने चाहिँ हामीले पत्ता लगाउँछौँ हैन। अनि त्यसै अब योमा क्लोराइड छ, योमा ब्रोमाइड छ अनि योमा के भन्छ अरे योमा आई छ। यसरी नै कस्तो आई हुँदाखेरि येलो पिपिटी बन्छ, यो हुँदाखेरि लाइट पेल बन्छ, यो हुँदाखेरि व्हाइट पिपिटी बन्छ हैन। यसरी नै पिपिटी बन्छ। यसरी नै हामीले कस्तो भन्दाखेरि कुनै पनि अर्ग्यानिक कम्पाउन्डमा हेट्रोसाइक्लिक एलिमेन्ट छ कि छैन भनेर चाहिँ हामीले यसरी पत्ता लगाउँछौँ। अनि प्रिमिटिभ आइडिया अफ रियाक्सन मेकानिजम भनेर भने हैन। कस्तो भन्दाखेरि रियाक्सन मेकानिजम the actual pathway of the conversion of reactant into the product through the intermediate is called the reaction mechanism हैन। कस्तो भन्दाखेरि एउटा त्यस्तो तरिका हो कि यस्तोको कन्भर्सन अर पाथवे हो कि त्यहाँबाट कस्तो रियाक्टेन्ट चाहिँ प्रोडक्टमा चेन्ज हुन्छ के अनि इन्टरमिडिएट भनेर चेन्ज हुन्छ। अनि कस्तो भन्दाखेरि बोन्ड फिसन भने द ब्रेकिङ अफ द केमिकल बोन्ड इज कल्ड बोन्ड फिसन भयो। अब यो चाहिँ कति के भन्छ अरे टु टाइप्सको छ इन द एउटा होमोलाइटिक र अर्को हेट्रोलाइटिक। इन दिस फिजन के अरे होमोलाइटिकको कुरा गर्छौँ हामी चाहिँ इन दिस फिजन द कोभ्यालेन्ट बोन्ड इज ब्रोकन इन सच वे द्याट दे आर रिजल्टिङ एनी स्पेसिस द्याट one electron homolytic bond fission result the free radicals such as fission can be observed in symmetrical bond हैन। अब यहाँ के भन्छ अरे एउटा कम्पाउन्ड छ, कम्पाउन्ड चाहिँ कस्तो यहाँ ब्रेक भएपछि चाहिँ यहाँ फ्री रेडिकल बनाउँछ अनि यो फ्री रेडिकल चाहिँ अनि बनाउँछ अनि त्यही भनेको चाहिँ होमोलाइटिक फिसन भयो हैन। अनि अर्को हेट्रोलाइटिक भने इन दिस फिजन द होमोलाइटिक बोन्ड इज ब्रेक इन्टु योमा चाहिँ कस्तो भन्दाखेरि सिमेट्रिकल स्पेसिस सिमेट्रिकलमा मोलिकुलरमा हुन्छ, यो चाहिँ असिमेट्रिकल मोलिकुलरमा हुन्छ। इन दिस फिसन द कोभ्यालेन्ट बोन्ड इज ब्रेक डाउन asymmetrically in a way that the atom take both share pair of electron is called the heterolytic fission heterolytic bond भयो। अनि त्यसपछि in heterolytic bond fission the resulting species are भनेको चाहिँ कस्तो यो चाहिँ असिमेट्रिकल हुन्छ हैन। अब योमा कस्तो भन्दाखेरि एउटा भयो अनि एउटा टुक्रिन्छ कि अब योबाट यहाँबाट एउटा टुक्रिन्छ कि त्यो टुक्रिएर चाहिँ अलग हुन्छ। जस्तै यहाँ यो अलग भयो अनि यो अलग भयो तर यो कस्तो असिमेट्रिकल छ कि अर्कोमा चाहिँ जुन होमोलाइटिकमा चाहिँ सिमेट्रिकल भयो योमा चाहिँ असिमेट्रिकल भयो सब सेम छ। अनि
इलेक्ट्रोफाइल भनेको इलेक्ट्रोफाइल आर द इलेक्ट्रोन लभिङ स्पिसिस दे आर इलेक्ट्रोन डिफिसिएन्ट स्पिसिस एन्ड एक्सेप्ट द इलेक्ट्रोन पेयर अफ इलेक्ट्रोफाइल युजली आर पोजिटिभ हुन्छ होइन जुनमा प्लस साइनहरू हुन्छ के भन्छ अरे इलिमेन्टहरूमा होइन यहाँ प्लस चार्जहरू छन् यिनीहरू सब भनेको चाहिँ इलेक्ट्रोफाइलहरू हुन्छ जुनमा चाहिँ माइनसहरू धेरै हुन्छ माइनसहरू हुन्छ यो चाहिँ कस्तो न्युक्लियोफाइल हुन्छ न्युक्लियोफाइल आर द न्युक्लियस लभिङ ग्रुप होइन दे आर इलेक्ट्रोन रिच स्पिसिस एन्ड क्यान डोनेट द इलेक्ट्रोन पेयर अफ इलेक्ट्रोन दे आर युजली क्यारियर नेगेटिभ चार्ज अघि नै भनिसकेँ